एउटा कुरा भन्नु पर्यो तपाईले हामीले यो व्यक्तिको गाडी पनि व्यक्तिको जग्गा सरकारले दिने चाहिँ कसरी के प्रक्रिया अब यो हजुरहरूले बसको आधारमा हुन्छ कि अब कसरी हुन्छ उसँग लिएर दिनु पर्यो हजुर कि अर्को ठाउँ दिँदा नि हुन्छ अर्को ठाउँमा अब पहिले त अब मेन कुरा समस्या त अब मजदुरहरू बस्ने समितिमा आउनु पर्यो मजदुर फेरि काम यहीँ गर्नु पर्यो फेरि मजदुरको चाहियो हजुर मजदुरहरू पनि केही मागहरू छ अब बसको आधारमा यी हुनुपर्छ भन्ने चाहिँ मजदुरहरूको भनाइ छ पहिलेदेखिकै त्यो व्यक्तिले त दिन मान्नु पर्यो किन्नु पर्यो कि त सरकारले हजुर यहाँबाट हाम्रो इतिहास चाहिँ हामी खास गरी 2016 सालमा खडानीमा हामीले जोड्नु परेको जग्गा हो यो बुझ्नु छ 2016 सालमा जुन खडानी थियो 9 र 4 मा यो अगाडि बढ्दै त्यो टाइममा हामीले खडानी गरेर बसेको जोड्नु परेको ठाउँ हो यो जब तपाईँको 2018 सालमा बुझ्न खोजेको त हो कि होइन नेपाल सरकारले यो टिसेस किनेर तपाईँलाई दिनु पर्यो हाम्रो यहाँ हदबन्दी जग्गा छ त्यो जग्गा किन्नु पर्दैन अब यो किनभने हदबदीभन्दा बढी जग्गा छ होइन अब क्याबिनेटले पास गरेर दिनु पर्यो उनीहरूको नम्बरी जग्गा हामीलाई चाहिएको होइन हाम्रो हामीले कमाएको उनीहरूको नम्बरी जग्गा उनीहरूले छुट्याएर लगोस् हदबन्दी भन्दा बढीको हदबन्दीभन्दा तपाईँलाई दिनु पर्यो बढीको जग्गा सरकारले लिएर हामी मजदुरहरूलाई चाहिँ दिनु पर्यो त्यो हो हामीलाई उहाँको नम्बरी जग्गा चाहिएको होइन बुझे कुरो बुझ्यो किनभने हाम्रो यो खुन पसिना बगेको ठाउँ हो कि यहाँनिर हाम्रो त्यति किन नगरेको त त्यही हो त्यही आश्वासन देखाएर एमाले काङ्ग्रेसहरूले त्यही आश्वासन देखाएर यहाँ भोट लुट्नुसम्म आजसम्म होइन अब त्योप्रति हामी विश्वास पनि छैन गर्छ भन्ने पनि छैन अब हजुर आउनु भएको छ हजुरले यसको बारेमा चाहिँ कसरी हुन्छ सम्बन्धित ठाउँमा छानबिन गरेर क्याबिनेटले त्यति सही गर्न नगरिदिएको हजुर त्यही हो सही मात्रै गरिदिएन गर्दैन सही मध्ये यो कुरो हामीले मान्छेसम्म चाहिँ कुरा अब केपी उहाँको प्रत्यक्ष राखेर पनि कुरो गरेर पनि हामी हदबन्दी भन्दा बढी भएको जग्गा सरकारले लिएर दिनु पर्यो ठ्याक्कै